नमस्कार साथीहरू, स्वागत छ यहाँहरूलाई। आज यस भिडियोमा हामी नेपालको इतिहासबाट विभिन्न परीक्षामा सोध्न सक्ने महत्त्वपूर्ण 25वटा सम्भावित प्रश्नहरू लिएर आएका छौँ। लोकसेवा तथा अन्य प्रतियोगितात्मक परीक्षाको तयारीमा रहनुभएका साथीहरूका लागि यो भिडियो निकै उपयोगी हुनेछ। त्यसैले भिडियो अन्तिमसम्म हेर्न नभुल्नुहोला र आफूले के कति मिलाउनुहुन्छ कमेन्ट गर्न नभुल्नुहोला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर च्यानलमा जोडिनुहोला। अब भने लागौँ हामी प्रश्न नम्बर 1 तर्फ। प्रश्न नम्बर 1 मा रहेको छ साथीहरू, नेपालको इतिहासमा सर्वप्रथम महाराज धीरजको पदावधि धारणा गर्ने राजा को हुन्? अप्सन ए मा छ यलम्बर, अप्सन बी मा छ अंशुवर्मा, अप्सन सी मा छ नरेन्द्रदेव र अप्सन डी मा छ मानदेव। यसको सही उत्तर के हुन्छ त साथीहरू? यसको सही उत्तर हुन्छ अप्सन बी को अंशुवर्मा। अब साथीहरू यहाँले के बुझ्नु पर्यो भने परम भट्टारक महाराज धीरज भनेर चाहिँ कसलाई चिनिन्छ भने चाहिँ नरेन्द्रदेव हुन्। यहाँ के सोधेछ त साथीहरू हामीलाई? महाराज धीरज भनेछ, त्यसैले अंशुवर्मा हो भन्ने कुरा यहाँहरूले बुझ्नुपर्ने हुन्छ। प्रश्न नम्बर 2, पशुपतिको प्रथम पुजारी को थिए? अप्सन ए मा छ स्वामी शेखरानन्द, अप्सन बी मा छ स्वामी महाराज, अप्सन सी मा छ स्वामी बुलानन्द र अप्सन डी मा छ माथिका कुनै पनि होइन। यसको सही उत्तर कुन हो साथीहरू? गेस गर्नुहोस् त। यसको सही उत्तर हो अप्सन ए को स्वामी शेखरानन्द। अब यहाँ साथीहरूले फाल्टो कुरा के बुझ्नुपर्ने हुन्छ भने पशुपतिमा पुजारी राख्ने चलन चाहिँ कसले सुरुवात गरे त साथीहरू? यक्ष मल्लले गरेका हुन् भने पशुपतिमा चाहिँ मूल पुजारी कतिजना हुन्छन्? 4 जना हुन्छन् भन्ने कुरा बुझ्नु होला। र ती 4 जना पुजारीहरू चाहिँ नेपालको हुन पाउँदैनन्। कहाँ हुन्छन् त? भारतका हुने गर्दछ भन्ने कुरा यहाँले बुझ्नुपर्ने हुन्छ। त्यस्तै साथीहरू प्रश्न नम्बर 3 तर्फ जाउँ। प्रश्न नम्बर 3 मा रहेको छ, नेपालमा सामाजिक परिवर्तन तथा सुधारको दृष्टिकोणले स्वर्णकाल भन्नाले कुन काललाई चिनिन्छ? अप्सन ए मा छ किराँतकाल, अप्सन बी मा छ अहिरकाल, अप्सन सी मा छ गोपाल र अप्सन डी मा छ लिच्छवी। यसको सही उत्तर के हुन्छ साथीहरू? यसको सही उत्तर हुन्छ लिच्छवी। लिच्छवी काललाई चाहिँ नेपालको सामाजिक परिवर्तन तथा सुधारको दृष्टिकोणले स्वर्णकाल मान्ने गरिन्थ्यो साथीहरू। किन मानियो भन्दाखेरि कारण चाहिँ के थियो भन्दाखेरि चाहिँ कला, संस्कृति, वस्तुकला, शासन व्यवस्था, धार्मिक सहिष्णुता तथा सामाजिक सुधारका क्षेत्रमा चाहिँ अत्याधिक विकास भएको कारणले गर्दा चाहिँ लिच्छवी काललाई चाहिँ नेपालको इतिहासमा चाहिँ स्वर्णयुग अर्थात् गोल्डन एज भनेर पनि चिनिन्थ्यो भन्ने कुरा यहाँले बुझ्नु होला साथीहरू। प्रश्न नम्बर 4, राणाकालभन्दा अघिका नेपालका प्रधानमन्त्रीको सही क्रम कुन हो भनेर भनिएको छ साथीहरू? कुन हो त? यहाँ हेर्नु होला। यसको चाहिँ मैले एउटा सूत्र बनाएको छु। सूत्र चाहिँ रहेको छ साथीहरू भी र पु र फमा। अब भी र पु र फमा कुनमा छ? भीबाट भीमसेन थापा, रबाट रङ्गनाथ पौडेल, पुबाट पुष्कर शाह, रबाट रणजङ पाण्डे, फबाट फतेजङ शाह र माबाट माथुरबाई सिंह थापा भनेपछि यसको सही उत्तर हुन्छ साथीहरू। कुन मिल्यो त? अप्सन एमै भएको मिल्यो। धेरै मान्छे झुकिने भनेको चाहिँ यसमा चाहिँ साथीहरू के छ भने फतेजङ शाह अगाडि कि माथुरबाई सिंह थापा अगाडि भनेर झुकिनुहुन्छ। यसमा चाहिँ फतेजङ शाह 2 पटक प्रधानमन्त्री बनेका थिए। एकचोटि माथुरबाई सिंह थापा भन्दा अगाडि र एकपटक माथुरबाई सिंह थापा भन्दा पछाडि भएको कारणले गर्दा यसको सही उत्तर चाहिँ पहिला चाहिँ को आउँछ त साथीहरू? पहिला चाहिँ फतेजङ शाह आउँछ, त्यसपछि माथुरबाई सिंह थापा आउँछ भन्ने कुरा यहाँहरूले बुझ्नु होला। प्रश्न नम्बर 5 मा रहेको छ साथीहरू, आफ्नो नामको अगाडि सुमति लेख्ने मल्ल राजा को थिए भनेको छ? अप्सन ए मा छ प्रताप मल्ल, अप्सन बी मा छ यक्ष मल्ल, अप्सन सी मा छ चन्द्र शमशेर र अप्सन डी मा छ जितमित्र मल्ल। यसको सही उत्तर कुन हुन्छ त साथीहरू? यसको सही उत्तर हुन्छ जितमित्र मल्ल। अब यसलाई सम्झने तरिका चाहिँ कसरी भन्दाखेरि सबैलाई सुसु लाउँदै एकचोटि साथीहरू सुप्रताप मल्ल, सुयक्ष मल्ल, सुचन्द्र शमशेर, सुजिता मित्र। अब सुजिता मित्र भनेपछि कसरी सम्झनु पर्यो? सबैभन्दा यहाँ मिल्ने भनेको चाहिँ सुजिता भनेर सम्झने साथीहरू। यहाँ सबैभन्दा सु अगाडि मिल्ने चाहिँ सुजिता छ, त्यही भएकोले गर्दा अप्सन डी को सुजिता हुन्छ भन्ने कुरा बुझ्नु पर्यो साथीहरू। त्यस्तै साथीहरू प्रश्न नम्बर 6 मा रहेको छ, हालसम्म पनि जीवितै रहेको मानिने मल्ल राजा को हुन् भनेको छ? अप्सन ए मा छ पृथ्वीनारायण शाह, अप्सन बी मा छ योगनरेन्द्र मल्ल, अप्सन सी मा छ रणबहादुर शाह र अप्सन डी मा छ लक्ष्मीनरसिंह मल्ल। यसको सही उत्तर कुन हुन्छ त साथीहरू? यसको सही उत्तर हुन्छ अप्सन नम्बर बी को योगनरेन्द्र मल्ल। योगनरेन्द्र मल्ललाई किन अहिलेसम्म पनि जीवितै मानिन्छ भन्दाखेरि साथीहरू आफ्नो दरबार अगाडि उनले एउटा आफ्नो शालिग बनाउन लागेका थिए। आफ्नो शालीको टाउको माथि एउटा चरा पनि बनाएको थियो अनि उनले सबैलाई भनेका थिए कि जबसम्म मेरो शालिगबाट चरा उडेर जाँदैन तबसम्म म चाहिँ जीवित नै हुन्छु है भनेर उनले भनेका थिए। त्यही कारणले गर्दा उनले हालसम्म पनि जीवितै मानिने कारण चाहिँ त्यो हो साथीहरू।
प्रश्न नम्बर 7मा रहेको छ साथीहरू, लिच्छवी कालमा कसको पालामा दैत्य शासनको अन्त्य भएको थियो? अप्सन एमा छ वसन्तदेव, अप्सन बीमा छ नरेन्द्रदेव, अप्सन सीमा छ जयादेव प्रथम र अप्सन डीमा छ जयकान्तदेव। यसको सही उत्तर कुन हुन्छ साथीहरू? यसको सही उत्तर हुन्छ अप्सन नम्बर बी को नरेन्द्रदेव। अब यहाँ साथीहरूले के बुझ्नु पर्यो भन्दा चाहिँ सुरुवात चाहिँ वसन्तदेवको पालामा भएको थियो र अन्त्य चाहिँ कसको पालामा भएको थियो? नरेन्द्रदेवको पालामा भएको थियो भन्ने कुरा यहाँले बुझ्नुपर्ने हुन्छ। प्रश्न नम्बर 8 तर्फ जाउँ साथीहरू, तलका मध्ये कुन भनाइ सही होइन भनेको छ? अप्सन एमा छ लिच्छवी कालका आदि पुरुष भनेर सुसुकलाई मानिन्छ। यो ठिक हो कि बेठिक हो त साथीहरू? यो ठिक छ। त्यस्तै अप्सन बीमा छ लिच्छवी कुलकेतु धारणा गर्ने राजा शिवदेव प्रथम हुन् भनेको छ। यो ठिक कि बेठिक हो? यो पनि ठिक हो। मध्यकालका अभागी राजा भनेर जयप्रकाश मल्ललाई चिनिन्छ। यो ठिक हो कि बेठिक हो साथीहरू? यो पनि सही छ, ठिक हो। त्यस्तै अप्सन डीमा छ बौला राजा भनेर यो नरेन्द्र मल्ललाई चिनिन्छ भनेको छ। यो सही छ कि गलत छ त साथीहरू? यो चाहिँ गलत छ। बौला राजा भनेर कसलाई चिनिन्छ साथीहरू? बौला राजा भनेर चाहिँ लक्ष्मी नरसिंह मल्ललाई चिनिन्छ। त्यसै कारण यसको सही उत्तर चाहिँ कुन हुन्छ? अप्सन नम्बर डी को सही उत्तर हुन्छ। प्रश्न नम्बर 9मा रहेको छ साथीहरू, नेपालको इतिहासमा राजाले घटेको पर्व भनेर कुन पर्वलाई चिनिन्छ भनेको छ? अप्सन एमा छ भण्डारखर पर्व, अप्सन बीमा छ अलौ पर्व, अप्सन सीमा छ लाइब्रेरी पर्व र अप्सन डीमा छ कोत पर्व। यसको सही उत्तर कुन हुन्छ साथीहरू? यसको सही उत्तर हुन्छ अप्सन बी को अलौ पर्व। अब अलौ पर्व चाहिँ किन घट्यो भन्दाखेरि चाहिँ साथीहरू 400 जनाको फौज र आफ्नो समर्थकको सहयोगमा राजा राजेन्द्रले विक्रम सन् 1904मा चाहिँ बरेवा कब्जा गरी अलौ भन्ने ठाउँमा क्याम्प खडा गरे। यस कुराको सुइको जङ्गबहादुरले थाहा पाएपछि जङ्गबहादुरले कनक सिंह र बमबहादुरको नेतृत्वमा राजा राजेन्द्रको फौजसँग लड्न केही फौज पठाए। राजा राजेन्द्र र जङ्गबहादुरका फौजमा दुवैतिर घमासान युद्ध भएको थियो र आखिरमा राजा राजेन्द्रका फौजले पराजय भयो र राजा राजेन्द्रलाई राजबन्धको रूपमा हनुमान ढोकामा राखियो र विक्रम सम्वत 1938मा बन्दी अवस्थामै उनको मृत्यु भयो। त्यसै घटनालाई चाहिँ नेपालको इतिहासमा के भनिन्छ साथीहरू? अलौ पर्व भनेर भन्ने गरिन्छ। यो कुरा यहाँहरूले बुझ्नुहोला। प्रश्न नम्बर 10मा रहेको छ साथीहरू, पृथ्वीनारायण शाहको समयमा त्रिशक्ति राज्य भन्नाले कुन कुन राज्यलाई चिनिन्थ्यो? अप्सन एमा छ पाल्पा तनहुँ र लमजुङ, अप्सन बीमा छ काठमाडौँ पाटन र भक्तपुर, अप्सन सीमा छ कास्की लमजुङ र गोर्खा, त्यस्तै अप्सन डीमा छ मकनपुर चौदण्डीगढी र विजयपुर। यसको सही उत्तर कुन हुन्छ साथीहरू? यसको सही उत्तर हुन्छ अप्सन नम्बर ए को पाल्पा तनहुँ र लमजुङ। यसलाई कसरी सम्झिन्छ साथीहरू? पातल भनेर सम्झन सकिन्छ। प्रश्न नम्बर 11मा रहेको छ साथीहरू, राणाकालीन प्रशासन व्यवस्थामा फौजदारी प्रकृतिको मुद्दा मामिला हेर्ने अड्डा कुन थियो भनेको छ? अप्सन एमा छ कौशल अड्डा, अप्सन बीमा छ इट्टा चपली अड्डा, अप्सन सीमा छ कोटलिङ अड्डा र अप्सन डीमा छ जैसी कोटा। यसको सही उत्तर के हुन्छ साथीहरू? यसको सही उत्तर हुन्छ अप्सन नम्बर बी को इट्टा चपली अड्डा। अब यहाँहरूले कसरी सम्झन सक्नुहुन्छ भन्दाखेरि फौजदारी भन्नाले चाहिँ हत्या, हिंसा, बलात्कार गर्नु हो। यदि यस्तो कार्य गर्ने व्यक्तिलाई चाहिँ इट्टा र चप्पलले हानिदिनुपर्छ भनेर सम्झन सक्नुहुन्छ यहाँहरूले। प्रश्न नम्बर 12मा जाउँ साथीहरू, जोडा मिलाउनुहोस् भनेको छ। अब यहाँ एकमा छ शान्तिश्री। शान्तिश्री भनेर कसलाई चिनिन्छ? शान्तिश्री भनेर चाहिँ प्रचण्डदेवलाई चिनिन्छ। एकको सी। त्यस्तै स्वामी महाराजा भनेर कसलाई चिनिन्छ? स्वामी महाराजा भनेर चाहिँ रणबहादुर शाह। दुईको डी। त्यस्तै नेपालेश्वर भनेर कसलाई चिनिन्छ? नेपालेश्वर भनेर चाहिँ श्रीनिवास मल्ललाई चिनिन्छ। 3को ए। त्यस्तै 4मा के छ? नेपाल मण्डेश्वर। नेपाल मण्डेश्वर भनेर कसलाई चिनिन्छ? यक्ष मल्ल। 4को चाहिँ बी भनेपछि यहाँ कुन मिल्ने भयो साथीहरू? अप्सन एमा के छ? 1को सी ठिक छ। 2को स्वामी महाराजा भनेर चाहिँ रणबहादुर शाह। 2को डी यो पनि ठिक छ। 3मा के छ? नेपालेश्वर। नेपालेश्वर भनेर चाहिँ श्रीनिवास। 3को ए पनि ठिक छ र नेपाल मण्डेश्वर भनेर चाहिँ 4को बी। ल अप्सन ए को यसको सही उत्तर हुन्छ साथीहरू। प्रश्न नम्बर 13मा रहेको छ साथीहरू, काठमाडौँ उपत्यकामा भएका 4 नारायणहरूको स्थापना कसले गरेका हुन् भनेको छ? अप्सन एमा छ जयदेव, अप्सन बीमा छ हरिदत्त, अप्सन सीमा छ धर्मदेव र अप्सन डीमा छ मानदेव। यसको सही उत्तर के हुन्छ साथीहरू? अप्सन बी को हरिदत्त। अब यहाँ साथीहरू कहिलेकाहीँ के भनेर पनि सोध्न सक्छ भने तल दिएका मध्ये 4 नारायणमा नपर्ने नारायण कुन हो भनेर पनि सोध्न सक्छ। 4 नारायणमा पर्ने नारायणहरू चाहिँ कुन कुन हो भन्दाखेरि चाँगु नारायण, इचाङ्गु, शेख नारायण र सिखाङ्खु नारायण हो भन्ने कुरा यहाँहरूले बुझ्नुहोला। प्रश्न नम्बर 14 तर्फ जाउँ साथीहरू, आफ्नो सन्तान राणाहरूलाई ए, बी र सी श्रेणीमा विभाजन गर्ने राणा प्रधानमन्त्री को थिए भनेको छ? अप्सन एमा छ जङ्गबहादुर राणा, अप्सन बीमा छ जुद्ध शमशेर, अप्सन सीमा छ चन्द्र शमशेर र अप्सन डीमा छ रणबहादुर शाह।
यसको सही उत्तर के हुन्छ साथीहरू? गेस गर्नुहोस् त। यसको सही उत्तर हुन्छ अप्सन सीको चन्द्र शमशेर। चन्द्र शमशेरले चाहिँ साथीहरू रोलक्रमको विवाद सुल्झाउनका लागि राणाहरूलाई जन्म, जात र शुद्धताका आधारमा ए, बी र सी वर्गमा विभाजन गरेको थियो। प्रश्न नम्बर 15 तर्फ जाउँ साथीहरू। गोपाल वंशका अन्तिम राजा को हुन्? अप्सन एमा छ यक्षगुप्त, अप्सन बीमा छ भुक्तमान, अप्सन सीमा छ सुसुप र अप्सन डीमा छ जयदेव। यसको सही उत्तर के हुन्छ साथीहरू? यसको सही उत्तर हुन्छ अप्सन नम्बर 1 को यक्षगुप्त। अब साथीहरू के बुझ्नुपर्ने हुन्छ भने गोपाल वंशका प्रथम राजा भनेको चाहिँ भुक्तमान हो, जसलाई भूमिगुप्त पनि भनिन्छ। त्यस्तै अन्तिम भनेको चाहिँ को रहेछ साथीहरू? यक्षगुप्त। यक्षगुप्तलाई अरू के नामले पनि चिनिन्छ? जितगुप्त भनेर पनि चिनिन्छ भन्ने कुरा पनि बुझिराख्नु होला। प्रश्न नम्बर 16 मा रहेको छ नेपालको इतिहासलाई कति भागमा विभाजन गरेर अध्ययन गरिन्छ? अप्सन एमा छ 3 भाग, अप्सन बीमा छ 4 भाग, अप्सन सीमा छ 5 भाग र अप्सन डीमा छ 2 भाग। यसको सही उत्तर कुन हो साथीहरू? यसको सही उत्तर हुन्छ अप्सन नम्बर 1 को 3 भाग। 3 भागमा कसरी विभाजन गरेको छ भन्दाखेरि चाहिँ साथीहरू 1963 अघिको इतिहासलाई नेपालको प्राचीन इतिहास मानिन्छ। विक्रम सम्वत 1936 मा मध्यकाल प्रारम्भ र 1825 पछिको इतिहासलाई चाहिँ नेपालको आधुनिक इतिहास गरी जम्मै 3 भागमा विभाजन गरेको छ भन्ने कुरा बुझ्नुपर्ने हुन्छ साथीहरू। प्रश्न नम्बर 17 किराँतकालका कुन राजाका पालामा किराँती राज्य विभाजन भएका थिए? अप्सन एमा छ हुमती, अप्सन बीमा छ पटुको, अप्सन सीमा छ जितेदास्ती र अप्सन डीमा छ इस्टुङको। यसको सही उत्तर कुन हुन्छ साथीहरू? गेस गर्नुहोस् त। यसको सही उत्तर हुन्छ अप्सन बी को पटुको पालामा चाहिँ किराँत राज्य विभाजन भएको थियो। यसका साथै अन्य केही कुराहरू जानौँ साथीहरू। प्रथम किराँती राजा भनेको चाहिँ यलम्बर हो र अन्तिम किराँती राजा भनेको जितेदास्ती। त्यस्तै हुमतीको पालामा चाहिँ महाभारतमा अर्जुन र शिवबीच युद्ध भएको थियो। जितेदास्तीको पालामा चाहिँ गौतम बुद्ध काठमाडौँ आएका थिए र इस्टुङको पालामा चाहिँ सम्राट अशोक र उनकी छोरी चारुमती काठमाडौँ आएका थिए भन्ने कुरा बुझिराख्नु होला साथीहरू। प्रश्न नम्बर 18 नेपालमा एकनेर प्रथा प्रधानमन्त्रीको रोल क्रम भाइहरूमा सार्ने व्यवस्थाको सुरुवातकर्ता को थिए भनेको छ? अप्सन एमा छ जङ्गबहादुर राणा, अप्सन बीमा छ जुद्ध शमशेर, अप्सन सीमा छ चन्द्र शमशेर, अप्सन डीमा छ रणबहादुर शाह। यसको सही उत्तर के हुन्छ साथीहरू भन्नुहोस् त। यसको सही उत्तर हुन्छ अप्सन ए को जङ्गबहादुर राणा। प्रधानमन्त्री बन्ने रोल क्रम चाहिँ पहिला भाइहरूमा अनि मात्र छोराहरूमा सार्ने प्रचलनलाई चाहिँ के भनिन्छ साथीहरू? एकनेर प्रथा भनिन्छ। यसको चलन चाहिँ को रहेछ त? जङ्गबहादुर राणा भन्ने कुरा बुझ्नु होला। त्यस्तै साथीहरू प्रश्न नम्बर 19 तर्फ जाउँ। सुगौली सन्धिमा नेपालको तर्फबाट कसले हस्ताक्षर गरेका थिए? अप्सन 1 मा छ काजी अमरसिंह थापा, अप्सन बीमा छ कर्णेल भक्तवीर सिंह थापा, अप्सन सीमा छ पण्डित गजराज मिश्र र अप्सन डीमा छ सुवर्ण शमशेर। यसको सही उत्तर के हुन्छ साथीहरू? गेस गर्नुहोस् त। यसको सही उत्तर हुन्छ अप्सन सी को पण्डित गजराज मिश्र। अब यसमा अलिकति थोरै कुरा बुझौँ साथीहरू। गजराज मिश्र र चन्द्रशेखर उपाध्यायले चाहिँ नेपालको तर्फबाट हस्ताक्षर गरेका थिए। 3 मार्च 1816 मा सुगौली सन्धि भएको थियो र लागु चाहिँ 4 मार्च 1816 बाट लागु भएको थियो भन्ने कुरा यहाँले बुझ्नुपर्ने हुन्छ साथीहरू। प्रश्न नम्बर 20 मा रहेको छ साथीहरू कुन राजा कसरी मारे जोडा मिलाउनुहोस् भनेको छ? 1 मा छ तम्बाकुमा विष मिसाएर योग नरेन्द्र मल्ल, 1 को ए ठिक छ। प्ले रोग लागेर मर्ने चाहिँ भास्कर मल्ल, 2 को बी। हरिसिद्धिको नाच हेर्दा मर्ने राजा चाहिँ को हो? प्रताप मल्ल, 3 को सी। अनि 4 मा छ भूकम्पमा परेर हुनुपर्ने साथीहरू यहाँ गरेर भएको छ, यो टाइपिङ मिस्टेक भएको छ, यहाँ सच्याउनु होला। भूकम्पमा परेर मर्ने राजा चाहिँ अभय मल्ल भनेपछि यहाँ के हुन्छ साथीहरू? 1 को ए, 2 को बी, 3 को सी र 4 को डी भएको अप्सन कुन छ? त्यही ठिक हुन्छ। यहाँ हेरौँ साथीहरू कुन छ? अप्सन सी को चाहिँ यसको सही उत्तर हुन्छ साथीहरू है। प्रश्न नम्बर 21 मा रहेको छ साथीहरू नेपालको शाहकालीन इतिहासमा योग्य बुबाको योग्य पुत्र भनेर कसलाई चिनिन्छ? अप्सन एमा छ रणबहादुर शाह, अप्सन बीमा छ बहादुर शाह, अप्सन सीमा छ पृथ्वीनारायण शाह र अप्सन डीमा छ श्री 5 महेन्द्र। यसको सही उत्तर के हुन्छ साथीहरू? गेस गर्नुहोस् त। यसको सही उत्तर हुन्छ अप्सन बी को बहादुर शाह। पृथ्वीनारायण शाहका 2 छोरा थिए साथीहरू, बहादुर शाह र प्रताप सिंह शाह। प्रताप सिंह शाह चाहिँ राजा भएर पनि केही गर्न नसकेको कारणले गर्दा चाहिँ यिनलाई चाहिँ योग्य पिताको अयोग्य छोरा भनेर चिनिन्छ भने बहादुर शाहलाई चाहिँ योग्य पिताको योग्य छोरा अर्थात् योग्य पिताको सुयोग्य छोरा भनेर पनि चिनिन्छ। प्रश्न नम्बर 22 तर्फ जाउँ साथीहरू जयप्रकाश मल्लका अवतार भनेर चिनिने व्यक्ति को थिए? अप्सन एमा छ पृथ्वीनारायण शाह, अप्सन बीमा छ भीमसेन थापा, अप्सन सीमा छ जङ्गबहादुर राणा र अप्सन डीमा छ रणबहादुर शाह। यसको सही उत्तर के हुन्छ साथीहरू? गेस गर्नुहोस् त। यसको सही उत्तर हुन्छ अप्सन डी को रणबहादुर शाह।
प्रश्न नम्बर 23मा रहेको छ साथीहरू, अशोक स्तम्भको स्थापना कहिले भएको थियो? अप्सन एमा छ ईसापूर्वक 249, अप्सन बीमा छ ईसापूर्वक 245, अप्सन सीमा छ ईसापूर्वक 243 र अप्सन डीमा छ ईसापूर्वक 251। यसको सही उत्तर के हुन्छ साथीहरू? गेस गर्नुहोस् त। यसको सही उत्तर हुन्छ अप्सन ए को ईसापूर्वक 249। यसका साथसाथै साथीहरू अन्य केही कुराहरू जानौँ। अशोक स्तम्भको उचाइ सोध्यो भने 20 फिट हुन्छ। अशोक सम्राट कहिले लुम्बिनी आएका थिए भने चाहिँ कहिले हुन्छ साथीहरू? ईसापूर्वक 245मा चाहिँ अशोक सम्राट लुम्बिनी आएका थिए भन्ने कुरा बुझ्नु होला साथीहरू। प्रश्न नम्बर 24मा रहेको छ साथीहरू, 22 राज्यमा सबैभन्दा शक्तिशाली राज्य कुन थियो? अप्सन एमा छ बझाङ, अप्सन बीमा छ डुल्लु, अप्सन सीमा छ दैलेख र अप्सन डीमा छ जुम्ला। यसको सही उत्तर के हुन्छ साथीहरू? गेस गर्नुहोस् त। यसको सही उत्तर हुन्छ अप्सन डी को जुम्ला। आजका लागि यो अन्तिम प्रश्न हो साथीहरू। प्रश्न नम्बर 25, चाँगुनारायणको शिलालेखको स्थापना देयकामध्ये कुन लिच्छवी राजासँग सम्बन्धित छ? अप्सन एमा छ अंशुवर्मा, अप्सन बीमा छ मानदेव, अप्सन सीमा छ नरेन्द्रदेव र अप्सन डीमा छ उदयदेव। यसको सही उत्तर के हुन्छ साथीहरू? गेस गर्नुहोस् त। यसको सही उत्तर हुन्छ साथीहरू अप्सन बी को मानदेव। आजको भिडियोमा नेपालको इतिहासका 25वटा महत्त्वपूर्ण प्रश्न उत्तरहरू प्रस्तुत गऱ्यौँ। आशा छ तपाईँहरूलाई उपयोगी भयो होला। यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने लाइक, कमेन्ट र सब्सक्राइब गर्न नभुल्नुहोला र आफ्ना साथीहरूलाई सेयर गर्न नभुल्नुहोला भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद। फेरि पुनः अर्को भिडियोमा भेटौँला।